टाशी दिले वेलकम एन्ड वेलकम ब्याक टु माई अनदर ब्लग। सो आज चाहिँ हामी साथीको नानीको न्वारन छ, न्वारनमा जानुको लागि चाहिँ यहाँनिर रेडी हुँदैछु। थारिङदे ngaci स्टाफ रोके उनी की फ्याकेना गिसिकी थेनलेदे रेडी थेन्दी गिदोइङ दिदिङी की फाइनल लुक थारिङकीङा ते युरोप फ्याई थेनलेदे आइले थिङा ngaca ngide उते ngaci ख्योलेदे आची होसा गिगो की भ्याके थेन्सा ख्योले आची होसा इ तिक्पो वटना इंगा तिङा चाहिँ दोइङ ते ngaci रोदे ओखा गेङ क्याप्तेगी तिक्पो ख्योना गेङ क्याप्ते ओलेगी फुचिकी जाइल ते थारिङ दे ngaci की ओना उनी की फ्याके इंगा ते ngaca दे युरो की थेनलेदे आइदोङा दे ठल गिदोइङ ते त्यहाँ पुगेर चाहिँ हामी यताउता सफा गर्दै थियौँ त चक्चीहरू पुस्दै थिएँ, यताउता हामी हेर्दै थियौँ त सबै पुराकै रहेछ, सफाइ रहेछ। तर भए पनि हामी यताउता हेर्दै थियौँ। पाहुना नआउनु भन्दाखेरि अगाडि चाहिँ सबै मिलाइकन राख्नुपर्छ नि त, त्यही भएर चाहिँ हामी मिलाउँदै थियौँ। त्यहाँदेखि हाम्रो चिया बनाउने चाहिँ तिक्पो भातको आङ्गी रहेछ। सो त्यहाँदेखि एकछिनको बादमा चाहिँ पाहुनाहरू गेम्पु दिचो छेन्देकिङा त्यहाँ सेजा दिचो छा दिचो जेतोइङ है। सो आजको स्न्याक्स बार्ने चाहिँ ngaci स्न्याक्स गखेँदै अहिले थियो है। हाम्रो स्टाफ राम्रोसँग काम गर्ने भन्दै जिस्काउँदै मैले चाहिँ भिडियो गर्दै थिएँ नि त, त्यहाँदेखि यताउता गर्दै थियो हामी चाहिँ। पाहुनाहरू आउँदै जाँदै गर्दै थियौँ। यहाँ चाहिँ नमकको आनाहरू रहेछ, आङीहरू रहेछ है। यहाँ चाहिँ नमकको आगेहरू रहेछ। सो नानीलाई ब्लेसिङ दिनुको लागि म एकछिन पुगेँ खादाहरू भन्नु हाम्रो साथीलाई है। त्यहाँदेखि नानीको सानो यहाँनिर पूजा पनि रहेछ। बुमचुङ डक्चके नाए उनी की थेनलेदे गुड हेल्थ की थेनलेदे नादे लामदेचो दुखे इंगा बुमचुङ डकुना जके ते नादे लामचु ngaci की ख्योंगे आगे दिसो आजो दिसो कामिन नजके तिदीले ngaci की बहिनी दिसो इंगा ना दुखी डाइनिङ ना यो के फेदे संगमित बहिनी द पासङ बहिनी खनी दिना दुखे संगमित बहिनीले ngaci की स्टाफ इंगा मलाई पनि ngaci जिस्काउँदै थिइन् त, उलाई पनि स्टाफहरू राम्रोसँग काम गर्नु भन्दै जिस्काउँदै यहाँनिर डाइनिङमा आएको छु है। यस्तै छ सब्जी दुःख सुख हाई बहिनी भन्दै जिस्काउँदै थियो बहिनीलाई पनि। यहाँ बाहिर रहेछ हो। त्यहाँदेखि चाहिँ बादमा खाना पकाउने चाहिँ हाम्रै स्टाफ आगेहरू छ नि त। यहाँनिर मिठो पकाउँछ बुदाबीर दाजु छ, टासी भाइ छ स्न्याक्सको लागि घिउमा काट्दो रहेछ टासी भाइले चाहिँ हो। त्यहाँदेखि सबै हाम्रो स्टाफहरूले गर्छ नि त, खानाहरू मिठो पकाउँछ हाम्रो स्टाफहरू। यहाँ चाहिँ हाम्रो हिसेल हाम्रो नामगेल भाइले चाहिँ यहाँनिर चिकन छैन भने त फ्याकेमा आउँदैन नि त बस्तीको चिकन है। त्यहाँदेखि ठेन्डुपको ग्रुप चाहिँ यहाँ रहेछ नि त, आगे ठेन्डुपको ग्रुप चाहिँ आगे लिएर राखेर चाहिँ यहाँनिर मोमो बनाउँदो रहेछ नि त। स्न्याक्सको लागि मोमो रहेछ। हाम्रो स्टाफहरू सबै काम आउँछ नि त, खाना पनि बनाइहाल्छ मोमो पनि बनाइहाल्छ भन्दै मैले जिस्काउँदै थिएँ। लास्टमा चाहिँ हामी चाहिँ फर्किन लागि चाहिँ यहाँनिर बहिनी भेट्न आएको नि त, अन्त मैले अहिले थिएँ अब जाउँदैन भन्दै अहिलेले चाहिँ भन्दै थियो। सो बाई बाई भन्दै सबैजनालाई हामी चाहिँ गएको भने आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। तुझी छि लङ्गी थाम्जेल बाई बाई।